गाइज आज चाहिँ हामी धनकुटाको डाँडा बजारतिर लागिरहेका छौँ। माथि माथि पुरा भिड छ, भिडबाट जताततै पहिरो खसेको छ। बाटो चाहिँ पहिरो खसेर पनि तल चाहिँ राम्रै छ है गाइज। अब डाँडा बजारमा चाहिँ यो विश्वकै सबैभन्दा एउटा पुरानो रुख चाहिँ ठुलो रुख छ भन्ने हामीले सुनेका छौँ र अब त्यो रुखको हेर्नको लागि हामी जाँदैछौँ र धनकुटाको डाँडा बजार हामी चढ्नेछौँ गाइज आजको यात्रामा। तपाईहरु देख्न सक्नुहुनेछ पारी वारी पारी सबैतिर पहिरोले ढाके तापनि बाटोमा चाहिँ झिलिमिली घाम लागिरहेको छ है गाइस। र यहाँ मैले अगाडि ड्राइभरलाई बाइक चाहिँ राम्रो हाँक्न अनुरोध गरिरहेको छु। ड्राइभरले चाहिँ यहाँ बाइक हाँकिराख्नु भएको छ र खासै एक्सपर्ट ड्राइभर त होइन उहाँ, र हाँक्दै हुनुहुन्छ। यो बाटो चाहिँ एकदमै दामी छ। अलिकति बिचमा ओख्री आउने ठाउँमा अलिकति छेउमा अलिक पर्तिर आइसक्यो डाँडा बजार गाइज। यही बजारलाई भन्छ यहीँ पर देखिएको बजार चाहिँ स्विजरल्यान्ड भन्दा राम्रो, नेपालको एकदमै राम्रो एकदमै फेमस स्विजरल्यान्ड भन्दा पनि राम्रो। हुन त म स्विजरल्यान्ड गएको छुइनँ कि गाइज, तर पनि स्विजरल्यान्ड भन्दा राम्रो हाम्रो डाँडा बजारमा हामी आइसकेका छौँ। अब केही बेरमै हामी डाँडा बजार पुग्नेछौँ, धनकुटाको डाँडा बजार। पानीको एक्टिङ गर्दै हुनुहुन्छ गाइस हाम्रो किशोर सरले। एकदमै चाहिँ भनेर हिँड्नु भएको छ। राम 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 उताबाट आएको छ एउटा बस। पार्टीबाट माता कि जय, पार्टीबाट माता कि जय। धनकुटा ठुलो हजारै हजार देख्न सक्नुहुनेछ स्विजरल्यान्ड भन्दा राम्रो ठाउँ गाइस। एकदमै रमाइलो गरिरहेका छौँ। देख्न सकिनेछ माथि माथि अग्ला अग्ला पहाडहरू, भिर पाखाहरू गाइस। ल बाटो एकदमै राम्रो छ। हाम्रो यात्रा अगाडि बढिसकेको छ। हामी धनकुटाको डाँडा बजार लगभग आइसकेका छौँ गाइस। साइकल कुदाइराख्नु भएको छ, सानोले एकदमै इन्जोय गरिराख्नु भएको छ। तलतिर पहिरोले काटेको छ। डाँडा बजारमा राम्रा राम्रा होटल र होमस्टेहरू हामी देखिरहेका छौँ। डाँडा बजारको विकास एकदमै द्रुतगतिमा अगाडि बढिरहेको छ गाइस। ल यहाँ डाँडा बजारमा लालीगुराँसको स्तम्भ चिन्ह देखिन्छ। लालीगुराँस राखिएको रहेछ। सायद यता पनि लालीगुराँस मजाले फल्छ होला। यता हामी कता लागेको? हामीले मेन हाइवे छोडेर साइड वेतिर लागिरहेका छौँ। यो कहाँ पुगिन्छ थाहा छैन। ल धनकुटा डाँडा बजार अगाडि हाम्रो साथीहरू हुनुहुन्छ। आदरणीय रमेश कतिवटा सर, योगराज पोदार सर। तुङखा जाने बाटो के रहेछ यार? तुङखा भनेको पैदल यात्रा गर्ने ठाउँ हो। तुम भनेको तिमी, खा भनेको खाऊ। तिमी गाइस धनकुटाको डाँडा बजारबाट हामी राजा रानी जाने बाटोलाई छोडेर केही अगाडि बढिरहेछौँ। वाइपी सरले डाँडा बजारको टुप्पोमा लाने भन्नुहुन्छ। कहाँ हो टुप्पो? अब त्यो चाहिँ हेर्न बाँकी छ है त। डाँडा बजारको टुप्पोमा जाने भन्दै हुन्छ साथीभाइ। यहाँ चाहिँ कहाँ स्कुल हिँडेका हो हामी? लास्टमा स्कुलै ल्याइपुर्यो केटाहरूले। लो यहाँ चाहिँ विद्यालय रहेको रहेछ, भानुमावि होस्टल सहितको विद्यालय हामी देख्न सक्छौँ। डाँडा बजारको स्कुल जे भने टिचरलाई चाहिँ स्कुलकै चिन्ता हुँदो रहेछ। लास्टमा साथीहरूले कहाँ पुर्याउँछन् होला भनेको स्कुलै पुर्याएर छोडे। यो टिचरलाई चाहिँ चिन्तै खालि स्कुलकै हुनु पर्यो। होमस्टे श्री सुना
भर्खरै हो होमस्टे यतिको होमस्टेमा यतिको होमस्टे हिजो यहाँ आउनु पर्थ्यो हामी साथीहरूले अलिकति गल्ती गरिएछ अर्कोचोटि चाहिँ हामी यहाँ आउनुवाला छौँ ल होमस्टेमा अर्कोचोटि हामी यहाँको होमस्टेमा आउनेवाला छौँ अब यो बारी मलाई दिए पनि हुन्थ्यो दिँदैन होला म होमस्टे खोलिहाल्छु त्यो त ल यतापट्टि आलु खेती हो कि मुला खेती हो मुला लागेको छ मुलाको खेती देख्न सक्दिनँ ल फेरि भानुमामीको होस्टल चाहिँ पर रहेछ साथी हो विद्यालय चाहिँ यता रहेछ औहो क्या राम्रो स्कुल रहेछ भानु माध्यमिक विद्यालय हो राम्रो स्कुल हामी देख्न सक्छौँ परेवाहरू चिन्ह बनाइएको रहेछ स्कुलभरि एकदमै राम्रो ठाउँमा अवस्थित विद्यालयलाई तपाईँले देख्न सक्नुहुनेछ यहाँनिर अध्यक्ष दिनहरू गाइड्सहरू परेवा चाहिँ के साह्रो धेरै परेवा बनाइएको रहेछ है परेवा बनाउन नि लाखौँ खर्च गरेको थियो मुकै बारी देखिएको छ मुकै बारी देखिएको छ यतिको जग्गा चाहियो यतिको जग्गामा होमस्टे बनाएको जिन्दगीमा गरेको हुन्छ साथीहरू अब बाइक कुदाउन साथीहरू लाग्नु भएको छ गरेको के यो भयो मतलब यही होइन डाँडा बजार अनि खोइ त बर्को रुख खोइ बर्को रुख कहीँ ओए वाइपी छ रुख खोइ ए लु त्यहाँ खाउँ त्यहाँ रुख चाहिँ हिँडेर भन्ने कुरा छ ल यहाँ पर झन् राम्रो रहेछ लगेनन् केटाहरूले यहीँ फिरायो केटाहरूले धोका दिएको अवस्था छ हामीलाई यहीँबाट फिराएको छ हामीलाई अलिकति दुःख लागेको छ हामी ब्याग फिरिसकेका छौँ भानुमाथि विद्यालयलाई देखाउँदैछु मैले बजारमा अवस्थित सुन्दर वातावरणमा अवस्थित चिसो मौसममा अवस्थित हो यहाँ डाँडा बजारमा रहेको भानु माध्यमिक विद्यालय